र साथीभाइ आज त बिहानै सिलगढी जाँदाखेरि त जाम भइरहेको रहेछ हो। यस्तो जाम चाहिँ 29 माइलको अलिक अगाडि चाहिँ हेरिराख्नुहोस्। बालासन ब्रिजमा चाहिँ यस्तो रहेछ है आज रामनवमीको क्या डर लाग्दो हुँदो रहेछ सिलगढीमा चाहिँ हो। यो चाहिँ बालासनमा हो है, हाम्रो यस्तो पाराले आउँदै रहेछ होइन। अझै अगाडि म तपाईँहरूलाई देखाउँदै जानेछु है। हेर्नुहोस् त लु बालासनको कस्तो लाग्यो तपाईँहरूलाई। रामनवमी पर्व चाहिँ हाम्रो कालिम्पोङमा भन्दा डरलाग्दो चाहिँ सिलगढीमा मनाउँदो रहेछ यसरी हो। पहिलातिर चाहिँ देखेको थिइनँ मैले, योपालि चाहिँ देखेँ, डरलाग्दै हुँदो रहेछ यता पनि। लु हेर्नुहोस् त साथीभाइ, लु हेर्नुहोस् त कतिको चाहिँ रहेछ मान्छेहरू। आम्मामा मेडिकल मोडमा पनि यतिको रहेछ है। मेडिकल मोडमा पनि रहेछ। आज जहाँ गयो त्यहाँ पानी जाने मेडिकल मोड हो नि। पहेँलो झन्डा त्यहाँ पनि रामनवमीको दिन चाहिँ यस्तो हुन्छ सिलगढी जस्तो छ, त्यहाँ पनि रहेछ आज के पुरा मजाले मनाएको रहेछ। यो चाहिँ एकदम मेडिकलकै बाहिर हो, मेडिकलको गेटकै बाहिरपट्टि चाहिँ यस्तो छ हो। धुमधामले मनाएको रहेछ सबै जग्गा। कालिम्पोङमा चाहिँ कस्तो, म आज कालिम्पोङमा बिहानै निक्लेँ, देख्नु पाइएन कालिम्पोङको चाहिँ। यी सिलगढीको चाहिँ देख्नु पाइयो हो। मान्छे है अत्र झन्डा लगाएर बाइकमा गाडीमा डिजेसँग घुम्दो रहेछ नि त हौ।